गुड इभिनिङ गाइज, वेलकम ब्याक टु द च्यानल। म अहिले ठ्याक्क यो काठमाडौँ डोमेस्टिक एयरपोर्टनिर छु। सो आजको जर्नी हुनेछ काठमाडौँदेखि धनगढीसम्मको 55 मिनटको जर्नी श्री एयरलाइन्समा। मैले यो भिडियोमा सबै एक्सप्लेन गर्ने कोसिस गर्नेछु, टिकट प्राइस एभ्रिथिङ, के कुराहरू पाउँछ होइन, कति डिले गर्दो रहेछ। बेलुकाको फ्लाइट लिँदै हुनुहुन्छ भने यो भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु होला। अनि फ्लाइट टिकट प्राइस कति छ सबै कुराहरू म यो भिडियोमा एक्सप्लेन गर्नेछु। सो लेट्स गो स्टार्टेड। म सिधै अब एयरपोर्टभित्र लिएर देखाउँदैछु है। सो गाइस, फाइनली म चाहिँ एयरपोर्टभित्र आइसकेको छु। यतातिर बुद्ध एयरलाइन्स, श्री एयरलाइन्सकोमा छु। म चाहिँ श्री एयरलाइन्सको काउन्टरबाट मैले मेरो बोर्डिङ पास पाइसकेँ। फाइनली म चाहिँ वेटिङ एरियातिर आइसकेको छु। सो यस्तो छ वेटिङ एरिया, यतातिर बसिरहेको छु। 5:30 फ्लाइट हो अरे होइन, 5:30 नभइकन डिले हुँदैछ, 7:30 हुँदैछ फ्लाइट चाहिँ। 2 घन्टाको डिले मौसमी खराबको कारण। सो 7:30 भनेपछि 8:30 धनगढी पुगाउँछ। राति नै हुन्छ त्यति बेला। आउने भन्दैछ 10 मिनटमा, खै के क्यान्सल हुने हो कि के हो, त्यस्तै छ नेपालको एयरलाइन्सको के भन्नु। अनि वेट चाहिँ 25 केजीसम्म वेट दिँदो रहेछ होइन। सो गाइज, हाम्रो अब प्लेनमा जाँदैछु म। यस्तो छ फाइनली आइसकेँ होइन। 5:30 टेकअप हुन्छ भनेर चाहिँ मेन्सन गरेको थियो टिकटमा। 6:30 7:30 भइसक्यो टाइम। अब 7:30 उड्यो भने त्यही 8:30 धनगढी पुगाउँछ होला। 1 आवर त लगाउँछ, 55 मिनटको हो तर 1 आवर लागिहाल्छ। यहाँनिर बुद्ध एयरलाइन्स सबैहरू पार्किङ गरिरहेछन् फ्लाइटहरू। अब हामी चाहिँ भित्र गइरहेछौँ होइन। त्यही हो। अनि ब्यागेज पनि 20 केजी मेन्सन गरे हुन्छ टिकटमा, तर 25 केजीसम्म ल्याउँदा पनि यसो एडजस्ट गर्ने रहेछ श्री एयरलाइन चाहिँ। तर मान्छे कम भएर होला, आज मान्छे आधी फ्लाइट मात्रै छ, आधी त खाली नै छ। म चाहिँ भित्र बसिसकेँ फ्लाइटमा। सो 55 मिनटको जर्नी हो काठमाडौँदेखि धनगढीसम्म। यहाँनिर हामीले चाहिँ पाउने भनेको के होइन, पानीसम्म पनि पाउँदैन यसमा। चक्लेटहरू चाहिँ बाँडिरहेछ एयर होस्टेजले, त्यही पाउने होला, एउटा दुईवटा जति हुनुहुन्छ। चक्लेटहरू बाँडिरहनु हुनुहुन्छ। चक्लेट चाहिँ पाउनुहुन्छ है, मैले पनि पाइसकेँ। श्री एयरलाइन्सको चक्लेट खाएर हेरौँ है। श्री एयरलाइन्सको चक्लेट, एयरलाइन्सको चक्लेट मिठो छ है, म्याङ्गो फ्लेभर। श्री एयरलाइन्सको चक्लेट खाइयो। अब यतातिर चाहिँ हाम्रो एयर होस्टेजले अनि यो सेफ्टी इन्स्ट्रक्सनको बारेमा चाहिँ एक्सप्लेन गराउनु हुँदैछ। सो को लागि भित्ता पार्नुपर्ने छ र खानको लागि बसको माथिल्लो भागलाई उठाइ यसरी खोल्न सकिन्छ। यस क्याबिनमा समान 4वटा आपतकालीन द्वारहरू छन्, जसलाई नातो 1 सङ्केतले निर्देशित गर्छ। 2वटा पछाडि, 2वटा क्याबिनको अगाडि। क्याबिनमा धुवा भरिएको खण्डमा अथवा आपतकालीन अवस्थामा बाहिर परेको खण्डमा भुइँमा बलेका बत्तीहरू पछ्याई आपतकालीन द्वारहरूसँग प्रस्थान गर्नुहोला। अनि जानकारीको लागि कृपया आफ्नो गाडीको सिटको खल्तीमा राखिएको सुरक्षा निर्देशिका पत्र अध्ययन गर्नु अनुरोध गर्दछौँ। ध्यान दिनु भएकोमा धन्यवाद। सो गाइस, फाइनली टेकअप भयो काठमाडौँ टु धनगढी 55 मिनटको जर्नी श्री एयरलाइन्समा। यो चाहिँ तलतिर फ्लाइटहरू पार्किङ गरेको छ। राति भएर रातिको 7:30 भइरहेछ टाइम। 8:30 पुगाउँछ धनगढी चाहिँ। यो चाहिँ पुरा काठमाडौँ सिटीको भ्यू हो, कस्तो दामी ब्युटिफुल भ्यू देखिनु भएको छ तलतिर। अब चाहिँ म सिधै धनगढी एयरपोर्टमा लिएर देखाउने छु है। सो गाइस, फाइनली धनगढी एयरपोर्टमा आइपुगेका छौँ हामी। त्यो चाहिँ धनगढी एयरपोर्ट होइन, उतातिर अब लगेज आउँछ हाम्रो। त्यो चाहिँ धनगढी एयरपोर्ट यतातिर यस्तो छ। रातिको महल, राति भएको छ अहिले। अब म ब्यागेजको लागि, मेरो ब्याग आउँदैछ, ब्यागको लागि पर्खाइमा छु होइन। यस्तो छ श्री एयरलाइन्स। टिकट चाहिँ रहेको थियो 7,800 समथिङ त्यतिकै थियो, तर 2 घन्टा डिले गरिदियो हामीले चाहिँ। त्यस्तै छ होइन। एउटा लाइक सेयर गर्नु होला भिडियोलाई, राम्रो लाग्यो भने। मस्त छ त्यो चाहिँ। पछाडितिर चाहिँ यो धनगढी एयरपोर्ट हो। यतातिर चाहिँ भित्र हाम्रो ब्यागेज सिस्टम बनाएर रहेछ अहिले। पहिला चाहिँ थिएन, अहिले चाहिँ यो ब्याग आउने सिस्टम रहेछ यतातिर। सो अब म ब्याग कलेक्टिङ गर्छु मेरो। यतातिर चाहिँ यस्तो छ, मान्छेहरू वेटिङमा छ आफ्नो आफ्नो ब्यागको लागि। सो थ्याङ्क यू फर वाचिङ। लाइक, सेयर, सब्सक्राइब।